हेलो नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज म फाइनली उता भाइरल घरमा त कस्तो हो के अवस्था बुझ्नको लागि आइरहेको छु। अनि के भयो चाहिँ पुरा त्यो अब हुन्छ नि त्यो घुम्न आउने भाइ बहिनीहरूले चाहिँ पुरा त्यो मकैहरू त मार्दैछ। त्यो आन्टीले डेन्जर गाली दिएको मुख छाडेर होइन। आम्मा अन्त एकछिन छोड्नु न, अलि जाम लाग्यो त्यहाँ बेकार गाली गरेर बेकार हामीलाई पर्छ अहिले त्यहाँ फुच्चीहरूलाई। बुढाहरू नि के भएको त चम्को यहाँ आएर पुरा झगडा गरेर बसिरहेको थियो। सानो क्लिप म अहिले हालिदिन्छु झगडा गरेर सबैजनाले हेरेर इन्जोय गर्नु होला है त। दाइसँग फाइनली हामी चाहिँ माथि आइसकेका छौँ होइन। अनमे के छ तेरो खबर? अनि मेरो खबर एकदम बेहाल छ। अनि के भयो भने झगडा पऱ्यो होइन है? भुटान र भुतुर ब्ल्याङ्क बुढो हो। फाइनली 4 वर्ष भइसक्यो यो घर बनाएको चाहिँ अहिलेसम्म सम्पन्न भएको छैन। लथालिङ्ग पुरा होइन, लथालिङ्ग भइसक्यो यहाँ। सो त्यही हो। लथालिङ्ग अनि त्यस्तो घर यस्तो गाडी गरिहाल्छ नि। सो हामी चाहिँ फाइनल्ली यता धेरै माथि टप बिल्डिङमा आइसकेका छौँ होइन। यहाँबाट चाहिँ यस्तो देखिँदैछ भ्यू चाहिँ। भ्यू यही हो। कुन चाहिँ पदमपुर बजार? सबैजना आउनु होला, घुम्नलाई इन्जोय गर्नु होला होइन। अब यो धेरै चल्छ जस्तो लाग्दैन मलाई चाहिँ। धेरैमा 2-3 वर्ष जाला सब धरा भइसकेको छ यार। पुरा यहाँ गलेर समाधि हिँड्नु परिरहेको यहाँ यस्तो अवस्था छ यहाँ चाहिँ। म चाहिँ पुरा तपाईँलाई सक्दो बवाल देखाम भनेर मात्रै हो है। सो गाइस फाइनली धेरै पुरानो भइसक्यो। आज 2 वर्ष अगाडि म आएको थिएँ आउँदा चाहिँ त्यो अलिक नयाँ जस्तो लाग्यो। अहिले पुरै भेगा भइसक्यो होइन। मान्छेहरू यति नै यहाँ झगडा गरेर के देखाउनेहरू केही त होइन। सो गाइस यो होइन यहाँ चाहिँ मन्दिरहरू होला चाहिँ हेर्दाखेरि चाहिँ धार्मिक स्थल जस्तो अब मन्दिर जस्तो टाइपको छ यहाँ चाहिँ। अब मर्मत हुन सकेन सायद पैसा रोक्यो होला के कारणले होइन। भ्यू चाहिँ बवाल देखिन्छ, हेर्न चाहिँ एकदम मजा आउँछ होइन। अहिले चाहिँ अब धार्मिक स्थल भन्दा नि यो चाहिँ अब अलि के भन्ने अब अर्कै बुझ्नु तपाईँहरू त्यस्तो भइरहेको छ यहाँ। अब जस्तै जोडीहरू त राखेको प्रायः छ के भन्ने अब त्यस्तो लागिरहेको मलाई चाहिँ होइन। है धार्मिक स्थल घर भन्दा पनि धार्मिक स्थल देखिन चाहिँ। तर हाम्रो अब यहाँ यो हेर्ने नजरले हेर्ने भने चाहिँ अर्कै देखिरहेको क्या। अब के भन्ने बुझ्नु आएको सबैजना त्यस्तो लाग्यो मलाई चाहिँ। सो यतापट्टि नि बबाले छ सब भ्यू देखाइदिनु सब के देखाउने र भ्यूहरू छँदैन। सो तपाईँहरूलाई अब म देखाउनु चाहिँ मिल्दैन होइन। अब कसैको पर्मिसन बिना भिडियो लिन नि मिल्दैन। सो त्यही भएर यो चाहिँ धार्मिक स्थल भने डेटिङ स्थल जस्तो चाहिँ भइरहेछ। मैले त्यो बुझेँ होइन। सो त्यही हो गाइस। अरू त अब भिडियो हेरेर इन्जोय गर्नु होला तपाईँहरूले। त्योभन्दा देखाइदिनु देखाइदिन्छु। अब यसो टिकटक बनाइदिउँ भनेको अब एउटा गीत तान्ने डाउनलोड गर्ने बिर्सिछु गाइज होइन। सो टिकटक बनाउनु पाएन। भिडियो हेरेर इन्जोय गर्नु होला के भन्ने है। बबालै छ ठाउँ चाहिँ घुम्नको लागि चाहिँ। यहाँ प्लग बनाउनु ल्याम्दै खस्यो पनि गयो। रन्दा के भन्न छ? किन यस्तो लजायो हामी चाहिँ टप भाइरल गएको। सो त्यही हो धेरै अब मेरो चाहिँ ग्याप भइरहेको छ। खाजा त्यस्तै काम पऱ्यो भएर भ्लग गर्न नि पाउँदैन नि त सिधीमिति। सो त्यही भएर भिडियो बनाउनु पाइरहेन। अलिक बोल्न नि अलिक यस्तो अब के भन्ने अब गाह्रो लागिरहेको। सो त्यही नै हो। के भयो के भयो? फोटो खिच्ने हो र?
तर यहाँ जे होस् यहाँ बसेर टक्क लाएर तर अरू केही नभए नि डेटीमा बस्नु दामी रहेछ हो है अरू के हो डेटीमा दामी रहेछ भने चिल्छ हावा होइन सट्ट चिसा भएर बस्नुलाई चाहिँ ठिकठाकै छ भनौँ सबैलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब सब हालिदिनु होला होइन त्यो भन्नु चाहन्छु म चाहिँ अझै बोल्न त अनि खोइ त बोलेको नि ल्याएन जस्तो सो गाइड सब हजुरहरूले हेरिसक्नु भयो होला होइन अब बाहिर चाहिँ त्यही हो हामीले भित्रको सिनहरू यताउता सबै मैले भनेको छु भिडियोमा फुल हेरेर अब माया गरिदिनु होला होइन त्यही भन्न चाहन्छु लाइक कमेन्ट सेयर सबै गरिदिनु आजको लागि यति नै